आज हामी यस भिडियो मार्फत अडियो गियर डिभाइसलाई कसरी सेटअप गर्ने बारे भिडियो हेर्दैछौँ। सुरुमा यस डिभाइसलाई अन गर्नुहोस्। अन गर्नको लागि डिभाइसमा दिएको स्विचलाई दायाँतिर धक्नुहोस्। कृपया यस उपकरणलाई पुनः सेटअप गर्नुहोस्। अब डिभाइसले सेटअप गर्नुहोस् भनेपछि हामीले आफ्नो मोबाइलबाट सेटअप प्रोसेस स्टार्ट गर्छौँ। तर डिभाइसले केही भनेन भने चाहिँ यस डिभाइसलाई रिसेट गर्नुपर्दछ। रिसेट गर्नको लागि यस डिभाइसलाई सुरुमा अफ गर्छौँ र अन गर्ने क्रममा डिभाइसको भोल्युम अप र डाउन दुवैलाई प्रेस गरेर अन गर्छौँ। कृपया यस उपकरणलाई पुनः सेटअप गर्नुहोस्। अब डिभाइसलाई सेटअप गर्नको लागि हामीले आफ्नो मोबाइल फोनको वाइफाई सेटिङ्समा जान्छौँ। अब वाइफाई सेटिङ्सको एभाइलेबल नेटवर्कमा स्पिकर मोडल र सिरियल नम्बर भएको वाइफाईलाई सिलेक्ट गर्नुहोस्। पासवर्डमा माथि भएको 10 डिजिटको सिरियल नम्बर टाइप गर्नुहोस् र कनेक्ट गर्नुहोस्। कनेक्ट भएपछि अडियो गियर सेटअप पेज भनेर आफै एउटा नयाँ पेज खुल्छ। यदि सेटअप पेज आफै खुलेन भने आफ्नो फोनको कुनै पनि एउटा ब्राउजरमा गएर 10.0.1.1 सर्च गरेर सेटअप पेजलाई म्यानुअली खोल्न पनि सक्नुहुन्छ। अब गेट स्टार्टेड गरेर जिएसएम अर वाइफाई सिलेक्ट गर्नुहोस्। अहिले मैले वाइफाईबाट डिभाइस कनेक्ट गर्न लागेको हुनाले वाइफाई सिलेक्ट गर्दैछु। अब एभाइलेबल वाइफाईहरू देखाउँछ, जसमा आफ्नो वाइफाई कुन हो त्यसलाई सिलेक्ट गरेर पासवर्ड टाइप गर्नुपर्छ। अब पासवर्ड टाइप गरेर कनेक्ट गरेपछि टेस्ट कनेक्सन भन्ने एउटा अप्सन आउँछ, त्यसलाई क्लिक गरेपछि हाम्रो सेटअप कम्प्लिट हुन्छ। सेटअप कम्प्लिट भएको 2 देखि 5 मिनेट भित्रमा डिभाइसले नेटवर्कमा जडान भएको छ। अब हजुरले डिभाइसमा अगाडि राखिएको क्युआरलाई स्क्यान गरेर ट्रान्जेक्सनको आवाज सुन्न सक्नुहुन्छ। धन्यवाद।